हेलो एभ्रिवान, नमस्कार, स्वागत छ तपाईँहरूलाई हाम्रो न्यू डे न्यू भ्लगमा। म चाहिँ हिजोदेखि मेरो सानो भ्लगर कस्तो मजा भनेको। हेलो गाइजहरू, नाना होमवर्क गर्दैछ अनि छ्यामा पकौडा बनाउँदैछ भनेर भनिसक्यो। मेरो सानोले चाहिँ आफू चाहिँ भारुकुटी खेल्दैछ यहाँ, ऊ डक्टर बाजी। म चाहिँ अस्तिदेखिको टन्सिल भएर हल्का टन्सिल भइरहेको थियो, फेरि हल्का टन्सिलबाट हिजोदेखिको ज्वरो आएर ढाड हात पुरा सब कट खाएर साथीहरू अलिक सन्चो थिएन हिजो चाहिँ। आज चाहिँ अलिक सन्चो भइरहेको छु, त्यही भएर आज छोटो भ्लग बनाऊ भनेर। अब दिनभरिको त्यही हो, बिरामी भएर सुते गरेँ, नानीहरू स्कुल गयो आयो, कोठामा त्यही त हो नि काम भनेको, खाना पकाउने, जुठोडा गर्ने, लुगा धुने, कोठा सफा गर्ने, नानीहरूलाई स्कुल छोड्ने ल्याउने। अब त्यो चाहिँ बनाउन पाइनँ भ्लग, अब कुनै नेक्स्ट दिन बनाउँला। आज चाहिँ हाम्रो बेलुकाको खाना चाहिँ बहिनीले आलु चप बनाउँदैछ, अनि त्यही भएर छोटो भ्लग बनाऊ भनेर। तपाईँहरूले फेरि हाम्रो बिर्सिमा जानुहुन्छ कि भनेर यसो भ्लग बनाएको छ। साथीहरू हाम्रो भ्लगलाई पनि माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला हाम्रो च्यानललाई भन्दै। यहाँ हेर्नु मेरो सानोको यति धेरै छ भाँडाकुटी। यहाँ यी भाँडाकुटीहरू थोरै छैन कि हुनु चाहिँ, उसलाई मात्र यत्रो छ, यति धेरै छ भाँडाकुटी। तर खेल्नु चाहिँ उसलाई फेरि मेरै मेकअपको पर्सको चाहिन्छ, सबै निकालेर बालाहरू पनि हराइदिइसक्यो, लिपस्टिकहरू हराइदिइसक्यो, क्रिमहरू पनि कहाँ कहाँ लुकाएर राख्नुपर्छ। खोज्या खेल्ने भने चाहिँ फेरि अर्कै सोक मात्रै हुन्छ। यो भाँडाकुटी यत्रो छ, यो खेल्दैन, यो झुकिएर मात्रै हो। अनि साथीहरू यहाँ चाहिँ हाम्रो आलु चप बन्दैछ। यहाँ दामी दामी आलु चप बनाउँदैछ रोशन मगर कुकम्यानले, मेरो कुकम्यान, पर्सनल कुकम्यान हो। कसैलाई चाहियो भने सम्पर्क गर्नु होला अरे कि होइन, जब दिइहाल्छ कि बा तिम्रो यो यहाँको एक्सपिरियन्सले। अब पाक्दैछ, पकाइसक्नु आँटेछ। अब खाएको भिडियो बनाउँछौँ, खाएर देखाउँछौँ तपाईँहरूलाई हाम्रो सर्ट भिडियो। हामी चारजनाको अहिले चिप्लेर झन्डै मरिगएन म यहाँबाट। कस्तो चिप्लो यहाँ उ गरेको, प्यात्तै चिप्लेर त। मेरो छोरीको भाँडाकुटीहरू मिलाइदिएको गाइजहरू। कस्तो बनेछ आलु चप, मिठो छ, दामी बनाएछ अरे। कस्तो बनाएछ सानो, यता छ भान्सी। अर्को भ्लगर फेरि मेरो। ल साथीहरू, हाम्रो खाना चाहिँ आयो। बिरामी भएको मान्छेहरू भात खाँदैन, म चाहिँ 4 पल्ट यसो 5 पल्ट खाइसकेँ है। बिहानै चिया र कप खाएँ, अनि 11 बजीतिर खाना खाएँ, अनि फेरि 2 बजीतिर फेरि अलिकति दाल र भात खाना खाएँ, अनि फेरि अलिक चाउचाउ र भात खाएँ, अनि फेरि अहिले खाँदैछु खाना। बिरामी मान्छे चाहिँ खानुपर्छ, अनि त घटिँदैन। बिचराले मोटो मोटो धेरै बनाएछ, ठिकै छ। त्यही पनि बसी बसी खानु परिरहेछ नि, बिरामी भएर 2 दिन भइसक्यो। के अरे आफूले पकाएको छ आफूलाई कस्तो लागिरहेछ तिमीलाई? मिठो लागिरहेछ? नेलु बोल्छ, तर फेरि मेरो बहिनी चाहिँ बोल्दैन। अब मेरो काखमा पैसा खान्छ, कसरी खुवाउनु हौ? बडी र आलुको सब्जी चाहिँ साथीहरू मिठो बनाएको छ, पिरो पिरो। बिहेमा केटी मान्छेको हात किन माग्नु भन्छ नि, यस्तै पकाउनु मस्काउनु ढस्काउनु लाग्यो त्यो भन्दा बाहेक। एउटा एउटा पाटो हुन्छ नि फेरि बाहिर घुम्नु गएको ओरेको भ्लग छैन साथीहरू। नानीहरू पढ्नु जान्छ,
खै ऊ त्यहाँ छ त्यो बुढा आएपछि मात्रै होला साथीहरू उहाँको भ्लग चाहिँ अब घरमै खाएको एकैचोटि काम गरेको नानीहरूले निकाउनु चाहिँ भ्लग बनाउँछौँ हामी मगाएर चाहिँ हेर्नु गाइस 32 वर्ष उमेर पनि खासै त केही पनि मिठो पकाउनु जान्दिनँ आलु जति पनि दामी दामी छ आलुचप अब म मेरो सानोलाई खुवाउँछु साथीहरू मैले खाएको त देखिसक्नु भयो होला गमका गम पारेर त्यतिकै मोटाइँदैन यसरी खानुपर्छ यता पनि खाइसकिन् अर्कोले पनि खाइसक्यो हस् त साथीहरू हाम्रो भिडियोलाई पनि अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद भन्दै आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्छु फेरि अर्को भिडियोमा भेटौँला हस् त बाई